देखो यो माथिको चाइनाको भोटेको ड्याम खोल्दियो रे के ड्याम खोल्दियो रे हजुर स्याब्रु जम्मै लयो अरे ए ल भाइ यस्तो भएछ ल स्याब्रु त अनि यो भन्दा बढी कम हो अनि लइहाल्छ नि यसो नि स्याब्रुकोमा भएको डिब्बा र बजार जम्मै ल्याएर छिटो माथि मेरो आमा उसोले पुग्न लागिसक्यो आफै अझ माथि आइज माथि आइज ल ढिक के अरे त्यो सोले माथि जान लाग्नु माथि आइज दिन आयो छ भाइ ए बोइडार गाडी त अब लैसक्यो बोइडार हेर्को केटा ए त्यही त अब यो बेतराती माथि तपाईको माथिको बेतराती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईको थोरै हो अझै 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 बाँकी छैन न कति कति ए यहाँ बेतराती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भने के बाढी आयो भने कस्तो कुरा नसुने होला पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेतौती बजार सबै बगाइछ त्रिशुली बगाउन लाग्छ छिटो भने के भाग्नु भने यता माथि उता उता जानु छरे बजारबाट जानु कस्तो बेला बिदा बसियो यार आज भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेतौतीबाट सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको क्या कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छरे भाग्नु भने क्या भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोला माथिबाट हिँडिरहेछ बजार बजार पुरै बेतरावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही थाहा छैन।